तपाईँको मिति समय अनुसारले राशिको नाम भने जुरेको देखिँदैन। सोमबारको जन्म सही निक्लेको छ, त्यो कारणले गर्दा म हेर्दैछु। गुरु मेरो छोराको नै हेरिदिनु पर्यो भन्नुभएको रहेछ। सोमनाथ आउँछ राशिको नाम चाहिँ। बिहान 11:03 जाँदा 2075 साल असोज 8 गतेको जन्म। रामी साहबको जन्म रहेछ। नाम गणेश भन्नुभएको छ। गणेश आउँदैन राशिको नाम मिति समय अनुसारले। सोमनाथै आउँछ राशिको नाम चाहिँ। कुम्भ राशि हुन्छ, मकर राशि हुँदैन। बृहस्पतिको दशा छ 9 वर्षसम्म, नोट गर्नु होला। बाबु 8 वर्षमा चल्दै हुनुहुन्छ। र अर्को ग्रह दशा शनि चल्यो 19 वर्षसम्म, शनि ग्रह। र दोस्रो ग्रहपछि तेस्रो ग्रह चलेको छ अहिलेको अवस्थामा। यतातिर अर्को ग्रह चल्यो 8 वर्षमा चल्दै गर्दा, उल्का ग्रह। बेसरी चकचके छन् तपाईँको बाबु। खाना मिठो चाहिन्छ बेसरी। हेर्नुहोस् त, हातखुट्टामा चुटपक लाग्छ। हातखुट्टै भाँतिने ग्रह छ, नराम्रो ग्रह छ। मङ्गलबार र शनिबार कहीँ लिएर हिँड्न हुँदैन। हातखुट्टामा धेरै पटक चुटपक लाग्न सक्छ। उल्का र शनिको पूजा गराउनु। कालो कपडा, कालो वस्तु, कालो चिज राम्रो हुँदैन। सम्भव भएसम्म हनुमान चालिसा पढिदिनुहोस् बाबुको लागि। त्यति सुधार गर्नुहोस् त, अगाडि बढ्न सक्नुहुन्छ। आशीर्वाद छ तपाईँलाई, धेरै 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 आशीर्वाद।